started our journey from Harichok. Nice. Around my friend. So can you take some videos and photos? Of course. So very right. My friend, my dear, my Ziggler friend from Hungary. We never be here, right? Viral वाला भिडियो हाल्यो हेप्चा माउन्ट रक कता सुना लास्ट इयर हिउँदै परेन तिरको लागि पनि राख्छु है भोइस अलिकति जाला 2 बाट हाम्रो ट्रेल चाहिँ स्टार्ट हुन्छ फ्रम हियर मेरो साथीहरु यता पछाडी अनि आउ सो यु द ब्याकग्राउन्डको भ्यू पनि कस्तो छ भन्दा चाहिँ यो बाटो हिँडेर जाने त्यहाँ एउटा पुल छ झिनो यस्तो राम्रो छ यो भ्यू रियलमा झन अझै राम्रो भन्दा उताबाट साथीहरु आउँदैछन् यहाँसम्म गाडीमा आएको अब हामी हिँड्छौँ है यहाँबाट ल है अब यहाँ हिँड्दैछु म यता पछाडि हाम्रो छ भ्यू चाहिँ यस्तो छ यहाँको भ्यू त्यहाँ तल चाहिँ अब यस्तो हुँदै जानेछ हाम्रो बाटो चाहिँ टाढा टाढा पछाडितिर ल हामी चाहिँ झिनु जाँदैछौँ है पुलिसले हो आइपुग्यौँ कहाँबाट अरे झिनुबाट लगभग 1.2 आवर्सको वक एकदम स्टेप हिल हिँडेर आइसकेपछि हामी यहाँ चाहिँ चम्बुमा आएको छ यहाँ चाहिँ हामी अब खाना खान वेट गर्छ अब बादलहरू बिस्तारै घेरिएर हिमालहरू चाहिँ छोपिन लागेको छ यता यहाँ हाम्रो साथीहरू आउँदै रहेछ अब हामी चाहिँ यहाँ खाना खाने भन्ने प्लानमा छौँ अब यहाँ बसेर हामी चाहिँ खाना खान्छ हँसिन्छ यस्तो मैलो भ्यू एकदमै राम्रो छ है पछाडिको भ्यू यस्तो राम्रो छ यति राम्रो छ नि साह्रै राम्रो छ है ठाउँ चाहिँ ल सबैको देखाइदिन्छ अनि चाहिँ ल अब यहाँ खानको लागि साह्रै रमाइलो ठाउँ छ ब्याकग्राउन्ड यस्तो छ हामी बसेको ठाउँको
यो डाँडा मुस्किल साथीहरू हराएर भर्खर ल है उताबाट भगवान् 1 घन्टा भयो हामी कुरेर बसेको गाइजहरूलाई छि अहिले त्यस्तो भएर कसरी जाने हो र हेर न हिँडेको देख्यो भगवान् चाहिँ अलिक बिजी छ है खाना खाने ठाउँमा ब्लगहरू एक राउन्ड हाल्नु पऱ्यो नुन काट्नु पऱ्यो नुन काट्न बिर्सेछ अनि जाने कस्तो बेर लाग्यो छ्या मेरो साथीहरू भर्खर आइपुगे यहाँ मिठो काँक्रो भेटेर ल्याएको छ अरे ल ट्राई गरौँ है त कस्तो रहेछ हामी अझै चम्रुङमा लोकल है हेर्दा पनि खत्रै ल स्वाद हेर भन्नुभएको छ ल स्वाद हेरिदिउँ है त कस्तो रहेछ कस्तो राम्रो म त यस्तो काँक्रो नदेखेको धेरै वर्ष भयो भाइ ल है हामी चम्रुङमा छ खाजा अझै खाना अझै आइसकेको छैन सबभन्दा पहिला सालीमुया त्यो टिनमा निलो टिनमा हाकेर पुगेको भने चाहिँ हामी यहाँ जाने दामी दामी हामी चाहिँ अप्पर सिनुवा भनेको यहाँ पुग्नु छ बाटो यस्तो देख्छ होइन यहाँबाट ओह्रालो हेर्दै हेर्दै जाने 4 घन्टाको डिस्टेन्स हो हामी पुग्ने चाहिँ यहाँ है त आज त्यहीँ गएर बस्ने होपफुली बादलहरू हट्छ होला खाना नहुने फेरि हिमाल देख्न पाउँछ होला चिसो ठाउँको त खानै हुन्छ ल प्रमिसा कस्तो फिल भइरहेको ल भन यता सबभन्दा हराउने बाटोमा सोध्नु पर्ने बाटोमा हराउने मान्छे कस्तो फिल भयो तिमी त सक्यो होइन ओके होइन अब बिस्तारै सँगै जानुपर्छ अब चाहिँ सबजना कस्तो मिठो यो अलि धेरै किन्नु पर्ने रहेछ है दुईटा मात्र थियो अनि एउटा चाहिँ अलिकति अरू ठाउँमा पनि पायो भने किन्नु लाने गर्छु नुन पनि रहेछ यस्तो मिठो बनाएको भाइ थ्याङ्क यू बहिनी ल छ है अझै बाँकी खाना खाने बेला भयो है गाइजहरू एक लट यस्तो देखाइदिन्छु भनेर यस्तो भ्यू हेर्दै खाना खाँदैछौँ हामी पाउँछ होला नि मिन्स अफ ट्रान्सपोर्टेसन है यो एरियामा चाहिँ यसरी चाहिँ ट्रान्सपोर्ट गरेर यहाँ हिँड्ने मान्छेहरूलाई खाना खुवाउनु भएको छ अब कस्तो दिनतिर फेरि तवा पुऱ्याइदियो भने फेरि ल ठिक छ ल अब भर्खरै खाना खाएर हामी चाहिँ अब लाग्दैछौँ सिनुवा अप्पर सिनुवातिर अब बिचमा पोस्ट गर्दै गरौँला है हामी अन द वे है अझै हेर्दैछौँ स्याउ मुस्ताङको स्याउ आउँदो रहेछ त यहाँ कति अरे 500 रुपियाँ केजी क्या ल लिउ नि त एउटा स्याउ लिउ बाटोमा खानुहुन्छ केरा पनि राम्रो रहेछ केरा लोकल होला नि दाइ लोकल होइन कहाँ यस्तो हुन्छ सानो पैसा खै मसँग छ त्यो पैसा अहिले हजुरलाई दिन्छु छुट्टैमा ल अब स्याउ पनि किन्यो स्याउ किनेर अहिले बाटोमा इमर्जेन्सी पऱ्यो भने खान मिल्छ त्यस्तो लाग्यो अनि धेरै भारी एड गर्ने काम चाहिँ नगरौँ है गाइस सकेसम्म घटाउने भनेको बढाउने होइन भनेको बढिरहेको छ बाटोमा आउँदा फेरि हामीलाई यो उकालो पर्छ ठाटै अन्त झर्ने अब आउँदा त है ढुङ्गे धारामा आउँदैछ अनि त्यही पानीदेखि नपाएर आत्तिएको क्या
गर्दै राख यता ल पानीको यस्तो खल 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 आवाज सुन्दै एउटा गुम्बा पनि रहेछ चाहिँ लगभग अपसिनो आउनु लाग्यो त्यो पछाडि देखेको ब्लू कलरकोमा चाहिँ आज हाम्रो स्टे हो अनि यहाँ एउटा स्पट रहेछ बिस्तारै हिमालको बादलहरू चाहिँ उड्न थालेको छ पछाडिको ब्याकग्राउन्डको भ्यू यस्तो देखिन्छ अनि त्यहाँ गएर आज हाम्रो बसाइ त्यहाँ हुन्छ त्यहीँ गएर बस्ने भ्यू एक फेर चाहिँ खरै उठेको होइन बिहानको भ्यू चाहिँ यस्तो छ है यस्तो राम्रो देखेको हिँड्न ब्रेकफास्ट गर्ने एकछिनमा ल हामी चाहिँ 6:30 भएछ अब उठेर ब्रेकफास्ट गरेर इट्स डे 2 वी आर हेडिङ टु देउरालीमा गएर बस्ने आज बिहानै छिटै हिँड्यो भने घाम नलाउँदै सजिलो हुन्छ भनेर हामी छिटो हिँडिसकेछौँ है यहाँबाट अब जङ्गलको बाटो धेरै छ पछाडिको ब्याकग्राउन्ड चाहिँ यस्तो छ होइन यहाँ चाहिँ एउटा साह्रै राम्रो झर्ना रहेछ यस्तो राम्रो झर्ना के होइन फोटो खिच्न मन लाग्यो कस्तो के बाटो के नि साढे 6 बजेदेखि हिँडेको फाइनली दोकान आयो ओ माई गड कस्तो सासै आए जस्तो भयो 6:30 बजेदेखि हिँडेको इट्स बिन 4 आवर्स अलरेडी सो फाइनली we're at दोबान त्यहाँ पछाडि वेलकम टु दोबान भनेर लेखेको छ गाह्रो भयो यस्तो छ है माथि माछा फिस्टेलको तेल देखेको छ फिस्टेलको तेल देखेको छ यहाँ चाहिँ अब हामी दोकान आइपुग्यौँ मेरो साथीहरू भेट हुन्छ कि भन्ने आश छैन भने म यहाँ वेट गर्छु अब पछाडि आएको साथीहरूलाई एक्लै हिँड्दा बोर भइसक्यो गाह्रो पनि भयो अब एकछिन हामी वेट गर्ने राम्रो ठाउँमा आइपुगेछौँ हामी यहाँबाट झर्ना भएको
Oh my god. Tall. रमाइलो ठाउँमा आइयो हेर्नुहोस् साथीहरू अझ यहाँबाट 1 घन्टा ड्राइभपछि बल्ल हामी देउराली पुग्छौँ ल अब चाहिँ है ल हामी चाहिँ हिमालय आयो लास्टै भोक लागेको अवस्था त्यही भएर सबजनालाई अर्डर गर्न लाग्छौँ मिक्स गरेर लाइट खाएन यहाँबाट वी नीड टु वक फर एटलिस्ट 3 hours टु reach our destination today, so we'll be staying at the Rally. I'll quickly show you the place that we're staying in. It's very crowded here. I think this is the only point that we can. There's the only resting point from Dovar. That's why it's very crowded. I'll just quickly. Well done guys. 2 घण्टा नबनेमै 3 घण्टा लाग्ने के अब अर्डर गरेर 2 घण्टा नबनेमै झन् टाइम लाग्ने के अर्डर सुन्नु न अर्डर के मैले 3टा फ्राई नुडल्स 3टा चाहिँ फ्राई राइस सेयर गरेर खाने ओके तिम्रो नुडल्स चाहिँ भइ है ब्याक अर्को कहाँ गयो म त 2 घण्टा भइसक्यो एक्लै आउनु भएको भेनाजु उनीहरूलाई वहीँ तल स्टेजबाट छोडिदियो त्यहाँबाट मलाई 40 मिनट्स पनि लाग्ने क्या हुँदैन दाइ ल अर्डर रेडी भएको छ है लैजानु होला त्यो राखेर आउनु अनि लैजानु है यस्तो भ्यू चाहिँ यहाँ यस्तो छ है म त ब्याम्बुबाट माथि चाहिँ एक्लै भएको थिएँ हैन अनि यसलाई कल गरे मेरो हैन एन्टिसिपो टिप्दो रहेछ एन्सिल नटिप्दो रहेछ क्या हैन ब्याम्बुबाट टोपमा आएपछि झर्दाखेरि म त क्या खुसी भएको थिएँ ल म मेरो कोही आयो भने कस्तो है एक्लै हिँड्दा त अत्यासै लाएर बिचमा त 3टा भेज फ्राइड नुडल्स 3टा भेज हो है मैले भेजले नै बेचेछ यो नि सबै भेज होला नि 2टै भेज हो 3टा फ्राइड नुडल्स 3टा फ्राइड राइस सरी ओ सरी एकछिन बस्दैछ ल अहिले सबजना जम्मा भएको बेलामा एउटा भिडियो हाल्दिन्छु ल पछाडिको ब्याकग्राउन्ड चाहिँ यताको साइडमा चाहिँ साह्रै राम्रो छ साह्रै माथि राम्रो गाडी छिरेको यतिवटा डाँडा काटेर आयो नि सीमा छैन यहाँ बादलले छेकेको होइन भर्खर हेरेको सबै माउन्टेन हो माउन्टेनको पछाडिको भाग तर हेर्दा रक जस्तो देखेछ बट दिस इज माउन्टेन तपाईँको झिनुको उकालोमा जम्मा 3035 भन्दा छैन यार झिनुको त्यो खाडो उकालोमा 3035 भन्दा स्टेप छैन के बोला तपाईँले ल भयो के भएन सिडी नै थियो हामी गर्नै पर्यो नि यसो घुम्न पर्यो साथ फोन राम्रो देख्न लाग्यो बादल हट्छ क्या दाइले हट्दैन भन्नुभएको हट्दैछ बादल गरिदिरहेको छु यत्तिकै
हेलो हेलो हामी गन्तव्यको नजिक पुग्नै लागिसकेका छौँ आजलाई बङ्गियाका त होइन छ नि स्टप ल हामी चाहिँ बाटो हिँड्दैछौँ अझै थाहा छैन खोइ 20 मिनट जति लाग्छ कि आजको डेस्टिनेसनमा गएर बस्नुलाई हाम्रो पछाडिको भ्यू चाहिँ यस्तो देखिरहेछ हामी जाने भने चाहिँ हो यो देखेको घरनिर हो हामी जाने त्यहाँ मान्छेहरू हिँडेछ यति धेरै यो सबै बाटो हामी अझै हिँड्न बाँकी छ यता चाहिँ एभलेन्सको रिभर हो यो चाहिँ हामी हिँड्ने बाटो अझै यत्रो बाँकी छ है हिँड्यो आउँदै आएको छैन पुरै भेडा चढ्ने लाइन पो रहेछ भाइ म त नदेखेको त्यो सेतो त्यो सबै त्यो सब भेडा रहेछ है आमामामा के साह्रो चढाएको ए त्यो दाइ रहेछ त्यहाँ सबै छपक्कै यो भेडा चढेछ है यहाँ सब सिपहरू सेतो देखेको भाइ नि डाँडैभरि ल कोही च्याङ्रा पनि रहेछ कोही भेडा मात्रै रहेछ हामी आएको परको डाँडातिरबाट सनसेट हुने उसमा छ यस्तो देख्छ यहाँ माथि चाहिँ यो सबै हिमालको पछाडि हो सबै छोपेको छ अझै हामी जाने चाहिँ यता र ऊ त्यो अगाडि देखेको निरोवाला चाहिँ एमबिसी हो माछापुच्छ्रे बेस क्याम्प त्यहाँबाट अलिकति हो त्यो चाहिँ माछापुच्छ्रेको ब्याक भयो यहाँ भोग्ला छ हिँड्दा धेरै पर छोडेर आयो我也想上厕所。来在路边上，他说他们没等我。好。नमस्ते अब चाहिँ म खाना खाने ठाउँमा जाँदै हो ब्याकग्राउन्डको भ्यू यस्तो देखिरहेको छ है साथी हो इट्स रियली ब्युटिफुल पछाडिको यस्तो देखेछ माथि हिमा डाँडाहरू पछाडि चाहिँ ब्याकग्राउन्डमा यस्तो छ हामी हिँड्दैछौँ ब्याकअपको भ्यू यस्तो छ यस्तो बन्द यतातिर
रमेश चाहिँ हिँड्न नसकेर बिस्तारै आउने खाले यताबाट ब्याकग्राउन्ड यस्तो छ हावा एकदमै चलिरहेको छ यसको पछाडि चाहिँ एउटा सानो लेक छ अरे एकदमै राम्रो लेक छ भन्ने सुन्न पाएको छ हेरौँ है त मेरो मोबाइल चार्ज गर्दिनु ल ल वहीँ गएर भेटौँ न